ल आऊ बस त राजा अहिले देखियो अरे यो के को लार्भा अरे हो तिमीहरू 10 दिन जतिपछि यहाँ आयो भने यो ठुलो हुन्छ अर्को स्टेजमा यो पाके चाहिँ खानु आउनुपर्छ पछि है यसरी रुखमा चढ्दा के गर्ला हो पेन्टेड लेडी एउटा कमन टाइगर पेन्टेड लेडी प्लेन टाइगर तीनटा एउटा क्याबेज चारवटा कत्रो एन्टिना हुँदो रहेछ नि माथिसम्म रहेछ पेन्टेड लेडी यो चाहिँ यो अर्को रेड एडमाइरल पनि हुन्छ त्यो सबसे झुक्किने कि बटरफ्लाई चाहिँ एकदम झुक्किन्छ कि फिल्डमा हेर्न जाँदा चाहिँ एउटा देखिन्छ त्यो अलिकति डार्कर हुन्छ कि त्यो चाहिँ अलिकति येल्लोइस हुन्छ राम्रो ठिक छ एउटा पेन्टेड लेडी कमन टाइगर प्लेन टाइगर क्याबेज चारवटा मैले चिनेको आज यो क्याबेज है तपाईँहरूलाई पनि म जानकारी दिन्छु दिस इज क्याबेज बटरफ्लाई उड्दैन त यारको 6 मा दिन्छु अहिले ल आऊ बस त राजा फेरि स्ट्रबेरी वाइल्ड स्ट्रबेरी खान्छ न यो खान्छ नि त्यस्तो मिठो त हुँदैन हैन अलि कराङकुरुङ हुन्छ हल्का यहाँ लार्भा छ अरे के को यहाँ देख्न लाने अरे क्यामेरा कस्तो छ यार त्यहाँबाट खिचौँ ओहो यहाँ पो हो त बटरफ्लाईको लार्भा हो अहिले देखियो अरे यो के को लार्भा अरे हो सोधौँ दिदीहरूले लार्भा त के थाहा होला र खै यार क्याटरपिलर हो यो त लार्भा पनि ए लार्भा र क्याटरपिलर एउटै हो भाइ एक्सपर्ट सोध न अनुभूत एक्सपर्ट दिदी एक्सपर्ट दिदी हैन ए कि त लार्भा हैन भने फोटो खिच्सक्यो बटरफ्लाईको लार्भा हो कि समथिङ हेर्नु त के को हो यो लार्भा छ यहाँ त के को हो यो हामीले त थाहा एकदम यो अगाडिको स्टेज हो के को त चिन्दिन म तै पनि मलाई राम्रो चाहिँ लाग्यो फोटो चाहिँ खिच्छु कुनै बेला चिनिन्छ यो हैन तिमीहरू अब तिमीहरू 10 दिन जतिपछि यहाँ आयो भने यो ठुलो हुन्छ अर्को स्टेजमा हुन्छ तिमीहरू त्यो फोटो खिच्न सक्छौ अझ ल पछि आउला पछि आयो भने कुकुनै देख्छौ कि यहाँ छ भने यही ट्रीमै हुन्छ कि उनीहरूको चाहिँ हरेक बटरफ्लाईको होस्ट ट्री हुन्छ कि एउटा क्याटेगोरीको सो उनीहरू चाहिँ यहीँ बसेर हुन्छ कि ट्र्याक गर्न सकिन्छ यसको चाहिँ तिमीहरूले अब यो मलबेरीको कुन हो यो चाहिँ पत्ता लगाउनै पर्छ मलबेरी इन नेपाली किमु मलबेरीको नि यो हुन्छ ओ यु मस्ट ट्रेड दिस वन एउटा मात्रै भन्नु मिल्दैन कि त्यसको अगाडिको नि ब्लुबेरी ब्लु दिपेन सर निशान सर मैले चाहिँ आज थाहा पाएको सुनेको स्पेसिस भनेको एउटा क्याबेज के हो टाइगर लायन क्याबेज भयो त्यसपछि म पेन्टेड लेडी भयो लेडी कमन टाइगर प्लेन टाइगर मैले त 4 मात्र सुने यार अरु यो व्हाइट रिच टाइप वाला चाहिँ के भन्छ पेन्सिल चकलेट पेन्सी चकलेट जस्तो हुनाले चकलेट पेन्सी त्यही होला चकलेट पेन्सिल 5 वटा भयो यार चकलेट पेन्सी के को एउटा नयाँ स्पेस छ क्या त्यहाँ चकलेट पेन्सी आउँछ ग्रुपमा त आज अर्को पनि किमो छ त यहाँ पनि होला नि होस्ट यो पाके चाहिँ खानु आउनुपर्छ पछि है छैन नाम के भन्नु ग्रे पेन्सी चकलेट पेन्सी ग्रे पेन्सी ल दुईटा यहाँबाट भेट्यो नि त होइन चकलेट जस्तो हुनाले चकलेट पेन्सी अर्को ग्रे पेन्सी हो कस्तो छ कस्तो रिसेप्टर हुन्छ त्यसले समाति हाल्छ नि हैन यो त पुरा पहाडको फिल आइरहेको छ सारा ल पुरा हुन्छ नि एउटा भिरालो उसको के रे उसको सल्लाहको पातमा हो त्यहाँबाट सर आउने हो सिधै तल उता नै सल्लाहको पातमा पहिला उता सिधै कि उता पानीमा ए यहाँ त सिसा फालेर छैन छ्या बियरको बोतलको सिसा टुटाएर खाले पुरा तितेबाती रहेछ त यार नेक्स्ट प्राइमेट यसरी रुखमा चढ्दा के गर्ला हो एनिमल बिहेभियर त्यही हेर यहाँ पनि ग्राउन्ड रहेछ त यार कहाँ कति खेल्छन् केटाहरू यहाँ ऊ बास्केटबल पनि छ यहाँ त यार त्यो स्पोर्ट उसै हो ब्रो ए
स्पोर्टको उसै हो अच्छा यहाँबाट स्पोर्ट साइन्स हो त्यो म त आएकै थिएँ नि त अरे अति पढिन्छ नि कि फेरि को पढ्रा यहाँ घुमेर आउँछ नि अति पढिन्छ नि फेरि निशान मान्छे राम्रो होइन निशान मान्छे राम्रो बुढा पनि राम्रो ल्याउँछ उसले सबैको के को ए लाइब्रेरी भोलिको भोलि 11 बजे है ए भोलि हाम्रो क्लास हुँदैन अनि 11 बजे ए एउटा पिरियड हुन्छ होला नि अनि हामी सबैजना उतै जाने हो जाने ल्यापटप ल्याउनु पर्ने हो खै ल्यापटप नहोला खासमा के प्रोग्राम मैले खासै मेसो पाएन कि त्यहाँनिर के बुक ठ्याक्कै प्याटर्न ठ्याक्कै मिलेको छ नि होइन माथि अनि अगाडिपट्टि एउटा अनि यतापट्टि अर्को